चिकन बिरयानी हो कि प्लास्टिकको खानी, यो भिडियो ध्यान दिएर हेर्नुहोस् र सुन्नुहोस्। चिकन बिरयानी हो कि प्लास्टिकको खानी हो, हेर्नुहोस् ल। होटलबाट मकाएको खाजाभित्र हातमा लगाउने पन्जा भेटिएको छ। बुटोलको नेपालगञ्ज रोडमा रहेको हैदराबादी दम बिरयानीबाट प्याक गरी घरमा ल्याइएको बिरयानीमा हातमा लगाउने पन्जा भेटिएको विषय यति बेला सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। सुपा देउराले मुक्ति नाम गरेको फेसबुकबाट सार्वजनिक भएको यो भिडियोको शीर्षकमा लेखिएको छ, बुटोलमा रहेको हैदराबादी बिरयानीको करतुत हेर्नुहोस्, यसरी उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेको धेरैचोटि भइसक्यो। यहाँको प्रशासन किन मौन छ? किनकि महिनै पछि कमिसन पुगेकै। यो स्टाटससँगै मुक्तिले बिरयानीबाट हातमा लगाउने पन्जा जस्तो देखिने वस्तु निकाल्दै गरेको 34 सेकेन्डको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। यो भिडियो भाइरल बनिसकेपछि हामी भिडियो अपलोड गर्ने मुक्ति नेउपानेलाई भेट्यौं, तर उनी क्यामेरामा बोल्न मानेनन्। बुटोल मिलनचोक बस्ने मुक्ति नेउपाने आइतबार रातिको 9:45 बज्दा नेपालगञ्ज रोडमा रहेको हैदराबादी दम बिरयानीबाट 570 मूल्यको बिरयानी प्याकिङ गरी घरमा ल्याएको बताउँदछन्। घरमा परिवारसहित बसेर खाना खोज्दा बिरयानीबाट हातमा लगाउने पन्जा निस्किन्छ। त्यसपछि मुक्तिले फोन गरी रातिको 10-12 बज्दा होटलमा जानकारी दिन्छन्। रातिको 10:25 बज्दा किचनका स्टाफले फोन गरी मिस्टेक भएको स्वीकार गर्दछन्। त्यसपछि मुक्ति सोही पन्जासहितको बिरयानी लिएर होटलमा लगी फिर्ता गरेको बताउँछन्। फिर्ता गर्दा होटलका स्टाफले अपमानित गर्दै भिडियो खिचेपछि आफूले होटलले गरेको करतुत फेसबुकबाट सार्वजनिक गरेको हामीसँगको कुराकानीमा बताएका छन्। यता हैदराबादी दम बिरयानीका सञ्चालक जनक खड्काले भने बदनामी गर्ने नियतका साथमा भिडियो सामाजिक सञ्जालमा राखेको भन्दै बचाउ गरेका छन्। जो साँझ हाम्रो डेलिभरीहरू जाँदाखेरि डेलिभरीमा एउटा हाम्रो कस्टमर हाम्रो मित्रले भन्नुभयो कि यसमा प्लास्टिकको पन्जा परेको छ भनेर ल्याएर आउनुभयो अनि सञ्चारमा हाल्नुभयो। तर सञ्चारमा हाल्नुभन्दा पहिला उहाँले मलाई पनि खोज्नुपर्ने थियो, दाजु यो के भयो भनेर पहिलो कुरो। दोस्रो कुरो फेरि जो कि त्यो बिरयानीमा राम्ररी पाक्या हुन्थ्यो, बिरयानीमा पर्या भएपछि या त तातोले त्यो डल्लो पर्थ्यो या सिकुडिने गर्थ्यो, त्यस्तो केही पनि देखिएन थियो। अनि उहाँले सञ्चारमा हाल्नुभयो। अब मेरा ग्राहकहरूले यो के हो, सही हो कि गलत हो भनेर तपाईँहरूले आफै निर्णय गर्नुहोस्। के हो त्यो चाहिँ तपाईलाई के जस्तो लाग्छ? मलाई कस्तो लाग्छ भनेपछि आगोमा पानीको तातो पानीमा चामल पाक्दासम्म त प्लास्टिकले केही न केही त हुन्थ्यो। यो किन बिरयानीमा आयो र किन सिकुडिन भन्ने मलाई त्यो लाग्यो। कसरी त्यो परे जस्तो लाग्छ तपाईँलाई? भिडियोमा पनि देखिन्छ होइन, के हुनसक्छ जस्तो लाग्छ? परेको जस्तो भन्नाले अगर त्यो पाक्या हुन्थ्यो भने मैले मेरो बिरयानीमा पाक्या हो भन्ने मैले क्लियरिटी गराउँथेँ। अब त्यो कभरले तातोले केही पनि भएको छैन, 20 मिनट त त्यो तातो खौल्दो आगोमा